मीरा र प्रशान्तको विवाह परम्परागत ढङ्गले मागी विवाहकै रूपमा भएको थियो। विवाह पश्चात पहिलो पटक नयाँ घरमा पाइला टेक्दा मीराको मन खुसीले ढक्क फुलेको थियो। उनलाई लागेको थियो अब जीवनले एउटा नयाँ र सुन्दर मोड लिएको छ। प्रशान्त स्वभावले शान्त, समझदार र औधी माया गर्ने खालका थिए। उनलाई जीवनसाथीका रूपमा पाउँदा मीरालाई आफूले पूरै संसार जितेको आभास हुन्थ्यो। कहिले सँगै किनमेल गर्न निस्कनु त कहिले भान्सामा साना साना कुरा गर्दै सँगै हाँस्नु। ती सुरुवाती दिनहरू यति सहज र मिठासपूर्ण तरिकाले बितिरहेका थिए कि मीरा आफूलाई संसारकै सबैभन्दा भाग्यमानी नारी महसुस गर्थिन्। दिनहरू रमाइलोसँगै बितिरहेका थिए, तर एक रातको घटनाले मीराको मनमा सन्देहको बिउ रोपिदियो। रातको करिब 11 बजेको थियो। घरका सबै सदस्य गहिरो निन्द्रामा थिए। अचानक प्रशान्त ओछ्यानबाट उठेर केही खोज्न थाल्यो। मीरा अर्धनिन्द्रामा भए पनि उसले प्रशान्तको छटपटी महसुस गरिरहेकी थिइन्, तर उनले केही थाहा नपाएझैमरी आँखा चिम्लिरहिन्। त्यसको केही दिनपछिको कुरा हो। एक साँझ मीरा भान्सामा खाना पकाउँदै थिइन्। अचानक बाहिरबाट प्रशान्तको चर्को स्वर सुनियो। ऊ फोनमा कसैसँग निकै झर्किएर र रहस्यमय ढङ्गले कुरा गरिरहेको थियो। त्यति शान्त स्वभावको मान्छेले त्यसरी अपरिचित शैलीमा कुरा गरेको सुन्दा मीराको मन झस्कियो। उनी हेर्नका लागि बाहिर निस्किन्, तर जे देखिन् त्यसले उनलाई झन अचम्ममा पार्यो। प्रशान्तले एउटा झोला भिरेको थियो र कसैलाई केही नभनी सुटुक्क घरबाट बाहिरिन खोज्दै थियो। उसको त्यो अपरिचित र डरलाग्दो रूप मीराका लागि बिल्कुलै नयाँ थियो। मनमा अनौठो शङ्का र डर पालेर उनी चुपचाप प्रशान्तको पछि लागिन्। सुनसान बाटो र अन्ध्यारा गल्लीहरू छिचोल्दै जाँदा उनको ढुकढुकी बढ्दै गयो। अन्ततः प्रशान्त एउटा एकान्त र शङ्कास्पद ठाउँमा पुगेर रोकियो। मीराले भित्ताको आडमा लुकेर अगाडिको दृश्य हेरिन्। अर्को क्षण उनले जे देखिन् त्यसले उनको खुट्टा मुनिको जमिन नै भासिए जस्तो भयो। जुन प्रशान्तलाई उनले संसारकै राम्रो मान्छे ठानेकी थिइन्, त्यही प्रशान्त त्यहाँ केही अपरिचित मानिसहरूसँग लागु औषधको लेनदेन गरिरहेको थियो। आफ्नो आदर्श श्रीमानको यस्तो भयावह वास्तविकता देख्दा मीराको सातो गयो, सास रोकिएला जस्तो भयो र आँखाबाट बरर आँसु झर्न थाले। उनी भित्रभित्रै चिच्याइन्, हे भगवान, मेरो सुन्दर संसारलाई कसको नजर लाग्यो? किन मेरो जीवनले यस्तो मोड लियो? तर ठीक त्यही बेला एउटा अर्को अनौठो र अप्रत्याशित घटना घट्यो। अचानक प्रहरीको सायरन सुनियो र जताततै नीलो रातो बत्तीको चमक देखियो। अवैध धन्दामा संलग्न ती मानिसहरू आत्तिएर भागाभाग गर्न थाले। मीरा डरले कामिरहेकी थिइन्, तर उनको नजर प्रशान्तमै अडिएको थियो। उनले स्पष्ट देखिन्, प्रशान्त अरूझै भागेन। ऊ शान्त भएर त्यही उभिरह्यो र प्रहरी टोली आइपुगेपछि ऊ भाग्नेहरूको दिशा देखाउँदै केही कुरा गर्न थाल्यो। मीरा झन् ठूलो अन्योलमा परिन्। यो के भइरहेको छ? ऊ किन भागेन? ऊ त पुलिससँगै पो छ। उनको मनमा डर, रिस र हजारौं अनुत्तरित प्रश्नहरूको ज्वारभाटा चलिरहेको थियो। प्रहरी बाहिरिएपछि प्रशान्त निस्कियो। उसको थकित अनुहारमा लुकाउन नसकिने गम्भीरता थियो। रहस्यको अन्त्य भएको थियो र एउटा नमिठो सत्य सबैको सामु आएको थियो। मीरालाई त्यहाँ देखेर प्रशान्त सुरुमा अकमक्क पर्यो, तर सत्यको सामना गर्नुको विकल्प थिएन। उसले बिस्तारै मीराको नजिकै गएर स्वीकार गर्यो कि ऊ कुनै समय लागु औषधको दलदलमा नराम्ररी फसेको थियो, तर विवाह अघि नै उसले त्यो अन्धकारलाई त्याग्ने दृढ सङ्कल्प गरिसकेको थियो। अचेल त ऊ प्रहरीको एउटा गुप्त अभियानमा सामेल भएर सोझा मानिसहरूलाई फसाउने गिरोहलाई कानूनको कठघरामा पुर्याउन मद्दत गरिरहेको थियो। त्यो रात पनि ऊ लागु औषध किन्न होइन, प्रहरीको अन्डरकभर सहयोगी बनेर मुख्य अभियुक्तहरूलाई पक्राउ गराउन प्रमाण जुटाउन त्यहाँ पुगेको थियो। सत्य थाहा पाएपछि मीरा स्तब्ध भइन्। उनका आँखाबाट आँसु अझ बेगले बग्न थाले, तर यसपटक ती आँसु पीडाका मात्र थिएनन्, एउटा ठूलो राहत र गौरवका पनि थिए। उनले बुझिन्, कहिलेकाहीँ हामीले आँखाले देखेको दृश्य नै पूर्ण सत्य हुँदैन। कतिपय मानिसहरू सबैभन्दा अन्ध्यारो ठाउँमा उभिएर पनि समाजका लागि उज्यालो खोजिरहेका हुँदा रहेछन्। प्रशान्तले मीराको कामिरहेका हातहरू आफ्नो हातमा लिँदै बिस्तारै भन्यो, मीरा, म तिमीलाई कुनै पनि बहानामा दुःख दिन चाहन्न थिएँ, तर यो अभियान यति संवेदनशील थियो कि मैले चाहँदा चाहँदै पनि तिमीलाई केही भन्न सकिन। मलाई माफ गरिदेऊ। मीरा केही बेर मौन रहिन्। शब्दहरू हराएका थिए, तर मनको बोझ हलुका भएको थियो। उनले बिस्तारै प्रशान्तको हातलाई अझ बलियो गरी समातिन्। जीवन फेरि सामान्य लयमा फर्कियो, तर यसपटक उनीहरूको सम्बन्ध पहिलेभन्दा कैयौं गुणा प्रगाढ भएको थियो। विश्वास, धैर्य र त्यागको जगमा अडिएको एउटा अटुट सम्बन्ध। मीराले अन्ततः जीवनको एउटा ठूलो पाठ सिकिन्। माया भनेको केवल देखिने कुरामा विश्वास गर्नु मात्र होइन, माया त नदेखिएको सत्यलाई बुझ्ने र पर्खिने धैर्य राख्नु पनि हो।